ऑस्कर वाइल्डद्वारा लिखित स्वार्थी दानव द सेल्फिश जायन्ट को सारांश नेपालीमा यस प्रकार छ। यो कथा एउटा यस्तो दानवको बारेमा छ जसको एउटा निकै सुन्दर बगैँचा थियो। दानव आफ्नो साथी कहाँ 7 वर्ष बस्न गएको बेला गाउँका केटाकेटीहरू हरेक दिन त्यस बगैँचामा खेल्ने गर्थे। तर जब दानव फर्किएर आयो, उसले बच्चाहरूलाई आफ्नो बगैँचाबाट धपायो र चारैतिर अग्लो पर्खाल लगाएर सूचना टास्यो, भित्र आउनेलाई सजाय दिइनेछ। दानवको स्वार्थीपनका कारण प्रकृति पनि उसँग रिसायो। देशभरि वसन्त ऋतु आउँदा पनि दानवको बगैँचामा भने शिशिर, हिउँद नै रहिरह्यो। त्यहाँ न त चराहरूले गीत गाए, न त फूलहरू नै फुले। हिउँ, तुसारो र चिसो हावाले बगैँचालाई कब्जा गरे। दानवले वसन्तको प्रतीक्षा गरिरह्यो, तर उसको बगैँचामा कहिल्यै हरियाली आएन। एक बिहान दानवले एउटा चराको मिठो गीत सुन्यो। उसले झ्यालबाट बाहिर हेर्दा एउटा अद्भुत दृश्य देख्यो। पर्खालको सानो प्वालबाट बच्चाहरू भित्र छिरेका थिए र उनीहरू चढेका रुखहरू फेरि पलाउन थालेका थिए। तर बगैँचाको एउटा कुनामा अझै हिउँ थियो, जहाँ एउटा सानो बालक रुखमा चढ्न नसकेर रोइरहेको थियो। यो देखेर दानवको मन पग्लियो। उसले आफ्नो गल्ती महसुस गर्यो र भन्यो, म कति स्वार्थी रहेछु। उसले बगैँचामा गएर त्यो सानो बालकलाई मायाले रुखको हाँगामा राखिदियो। त्यो बालकले खुसी भएर दानवलाई अँगालो हाल्यो र म्वाई खायो। त्यसपछि दानवले बगैँचाको पर्खाल भत्काइदियो र सधैँका लागि बच्चाहरूलाई खेल्न दियो। धेरै वर्ष बिते, दानव वृद्ध र कमजोर भयो। उसले ती सबै बच्चाहरूलाई माया गर्थ्यो, तर उसले सधैँ त्यो पहिलो सानो बालकलाई खोजिरहन्थ्यो। एक हिउँदको बिहान उसले बगैँचाको कुनामा त्यही बालकलाई देख्यो। बालकको हात र खुट्टामा किलाका चोटहरू थिए। दानव रिसाउँदै सोध्यो, तिमीलाई कसले चोट पुर्यायो? म त्यसलाई मार्नेछु। तर बालकले भन्यो, यी त प्रेमका घाउहरू हुन्। वास्तवमा त्यो बालक ईश्वर, येशूको रूप थियो। बालकले दानवलाई भन्यो, एकपटक तिमीले मलाई आफ्नो बगैँचामा खेल्न दियौ, आज तिमी मसँग मेरो बगैँचा स्वर्गमा खेल्न जानेछौ। त्यो दिउँसो जब बच्चाहरू खेल्न आए, उनीहरूले दानवलाई सेता फूलहरूले ढाकिएको अवस्थामा रुखमुनि मृत फेला पाए। मुख्य सन्देश: यो कथाले सिकाउँछ कि स्वार्थले जीवनमा सधैँ चिसोपन र एक्लोपन ल्याउँछ, तर निस्वार्थ प्रेम र दयाले नै जीवनमा वसन्त र खुशी छर्न सक्छ।